गरौँ ओके प्रदीप सर किजमा हुनुहुन्छ कुनै एउटा नोट दिनु होला युनिसले चिन्नुहुन्छ सिसाफ हो वा अरू अरू जाओस् ए हो एफ शार्प अद्भुत 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 यो मात्रै होइन अब म थोरै अर्को कुरा पनि गर्छु जी बोलिदिनुहोस् त युनिस Oh my God, दादा एकचोटि बी फ्ल्याट के हुँदैछ यहाँ के हुँदैछ तपाईँको यो अद्भुत हो अद्भुत कुनै चिज सुनेर भन्नु र यो गरिदियो भन्दा त्यही नोट नै यो चाहिँ झन् मुखबाट गर्नु भनेको त त्यो एकदमै अद्भुत चिज हो हामीले युनिस लिम्बू अद्भुत पाएको छौँ भोइसमा यो चिज त मान्छेले वर्षौँ साधना गर्दा पनि आउँदैन वर्षौँ प्र्याक्टिस गर्दा पनि आउँदैन इयर ट्रेनिङ यति गर्नुपर्छ एउटा म्युजिसियनले अथवा भोकलिस्टले यति इयर ट्रेनिङ गर्दाखेरि पनि छेउसम्म पनि पुग्न सकिँदैन युनिसले यो क्रस गरिदिनु भएको छ यो चिज देख्नलाई धेरै धेरै लाग्छ होला यो चिज भेटिँदैन होला यो अद्भुत चिज हो एकचोटि र त्यति मात्र होइन हाम्रो पुरानो त्यो फोन हुन्थ्यो नि डायल गर्दाखेरि जुन आवाज आउने त्यो डायलको पनि उहाँले चाहिँ कुन नम्बर डायल गर्यो भनेर त्यो आवाज सुनेर भन्न सक्नुहुन्छ फोनको कस्तो चिज लाग्यो मलाई ल ओके यो फोन मैले लिएर आएको छु हेरौँ है त 5 हो 1 8 इज इट पोसिबल भन्यो बाफ रे 3 वाह युनिस नम्बर युनिस हजुर यो सबै कुराहरू गर्नुहुन्छ फोन पनि चिन्नुहुन्छ साउन्ड चिन्नुहुन्छ अनि तपाईँले के भनेको साउन्ड पनि म्युजिकमा बसेको साउन्ड तपाईँ आफै नोट पक्रिनुहुन्छ अनि तपाईँलाई यो भन्नु भन्यो भने यो नोट भनिदियो भने पनि त्यो नोट गाउन सक्नुहुन्छ होइन मलाई युनिसको कति कुराहरू यो कोचिङ गर्दा गर्दा उसँग सङ्गतले केही कुरा पनि